जय मसीह। म प्रकाश परियार, क्यारिस बाइबल चर्चका पास्टर। यहाँलाई यस जीवित वचन कार्यक्रममा स्वागत भन्न चाहन्छु। हामी रोमीको पुस्तकबाट अध्ययन गर्दै आइरहेका छौँ। गत हप्ता हामीले रोमीको पुस्तक 4 अध्यायलाई सकाएका छौँ र आज हामी रोमीको पुस्तक 5 अध्यायबाट हाम्रो अध्ययनलाई सुरु गर्नेछौँ। त आउनुहोस् हामी सुरु गरौँ रोमीको पुस्तक 5 अध्यायबाट। रोमीको पुस्तक 5 अध्यायमा पावलले विश्वासद्वारा प्राप्त हुने धार्मिकताका लाभहरू अर्थात् सुसमाचारका व्यवहारिक लाभहरूको बारेमा बताउँदछन्। रोमीको पुस्तकमा पावलले विशेष गरी मानिसको मुक्तिको विषयमा लेख्दछन्। एक व्यक्ति कसरी स्वर्ग जान सक्छ भन्ने विषयमा लेख्दछन्। पावलले नयाँ करारको सत्यतालाई अघि बढाउँदछन्। पावल आफै अन्य जातिहरूका लागि सुसमाचार थिए। ख्रीष्ट येशूले उनलाई अन्य जातिहरू कहाँ सारा संसारमा सुसमाचार लिएर जाने जिम्मेवारी दिनुभएको थियो। एक व्यक्ति कसरी स्वर्ग जान सक्छ भन्ने विषयलाई पावलले आधारभूत रूपमा बताउँदछन् र दुई भिन्दा भिन्दै समूहलाई सम्बोधन गर्दछन्। पहिलो गैर यहुदी अर्थात् अन्य जातिहरू र दोस्रो यहुदीहरू। अहिले पनि धेरै जस्तो मानिसहरू स्वर्गमाथि विश्वास गर्छन् भने धेरै जस्तो मानिसहरूले भन्छन् कि एक व्यक्ति असल बनेर मात्र, असल व्यक्ति भएर मात्रै स्वर्ग जान सक्छ, असल मानिस मात्र स्वर्ग जान सक्छ भनेर उनीहरूले बताउँदछन्। पावलले त्यस कुरालाई सम्बोधन गर्दछन् अनि उनले त्यस तथ्यको बारेमा कुरा गर्दछन्। स्वर्गमा प्रवेश गर्नका लागि धार्मिकताको आवश्यकता पर्दछ, तर धार्मिकता एक महसुस मात्र गर्न सकिने कुरा भने पक्कै होइन। धार्मिकता भनेको सिद्ध हुनुपर्छ। यदि मानिसलाई स्वर्ग प्रवेश गर्नको लागि सिद्ध धार्मिकताको आवश्यकता पर्दछ भने सबै मानिस पापी छन्, धार्मिक कोही पनि छैन र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसैले हाम्रो आफ्नै धार्मिकताले हामीलाई स्वर्ग जानको लागि कहिल्यै पनि अनुमति दिँदैन। हामी विश्वासद्वारा धर्मी ठहरिएका छौँ भनेर पावलले 5 अध्यायमा बताउँदछन्। पहिलो 3 अध्यायमा 19वटा पदहरूमा पावलले सबै मानिस परमेश्वरको अघि उहाँको अदालतको सामु दोषी छन् भनेर बताइसकेका छन् र दोष लगाइसकेका छन्। सबै संसार, यहुदी, अन्य जाति, संसारमा धार्मिक देखिएका मानिसहरू, अधार्मिक देखिएका मानिसहरू, स्वधार्मिक मानिसहरू, शारीरिक विलासितामा लिप्त भएका मानिसहरू, सबै मानव जाति परमेश्वरको अघि खडा हुन अयोग्य छन्। परमेश्वरको पवित्रताको कारणले गर्दा पनि, पापको विरुद्ध परमेश्वरको क्रोधको कारणले गर्दा पनि सबै मानिस उहाँको अगाडि खडा हुनको लागि अयोग्य छन्, किनभने उहाँ परमेश्वर हुनुहुन्छ र मानिस पापी छ। पावल भन्दछन् सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। तर पावल भन्दछन् ख्रीष्टको कारणले गर्दा हामी सित्तैमा धर्मी तुल्याइएका छौँ, पापबाट उद्धार गरिएका छौँ। येशूको रगतद्वारा हाम्रो सबै पापको प्रायश्चित गरिएको छ। पावल भन्दछन् परमेश्वरले आफ्नो व्यवस्थाको स्तरलाई कायम राख्दै, उहाँको धार्मिकताको स्तरलाई कायम राख्दै अधर्मी मानिसहरूलाई धर्मी तुल्याउने काम गर्न सक्षम हुनुहुन्छ र त्यो काम येशूले क्रुसमा गर्नुभएको काममाथि विश्वास गरेर हो। ख्रीष्टको प्रायश्चितद्वारा हामीलाई मोल तिरेर छुटकारा दिनुभएको छ। त्यसपछि पापको दोषबाट मुक्त गरेर धार्मिक तुल्याउनु भएको छ। 4 अध्यायमा पावलले यहुदीहरूलाई भन्दछन्, हेर अब्राहम उनको खतना हुनुभन्दा 14 वर्ष अघि नै परमेश्वरको अघि विश्वासद्वारा धर्मी ठहरिएको थिए। व्यवस्था दिनुभन्दा पनि 100औं वर्ष अघि अब्राहम धर्मी ठहरिएका थिए र उनको धार्मिकताको व्यवस्था पालनसँग कुनै सम्बन्ध छैन, किनभने यहुदीहरूले पावललाई मूसाको व्यवस्थाको विरुद्ध शिक्षा दिइरहेका छन् भनेर दोष लगाइरहेका थिए। पावलले खतना र खानेकुराका विधिहरूको सम्बन्धमा पनि जोड दिँदैनन् भन्दै तिनीहरूले दोष लगाइरहेका थिए। परमेश्वरले अब्राहमलाई विश्वासद्वारा धर्मी ठहराउनु भयो। व्यवस्थाका यी सबै कुराहरूभन्दा अघि नै उनी धार्मिक ठहरिएका थिए। त्यसपछि उनले दाउदको बारेमा बताउँदछन् कि दाउदले महसुस गरे परमेश्वरले बलिदान र भेटी चाहनुहुन्न, तर तोडिएको र चूर्ण आत्मा चाहनुहुन्छ। एक पश्चातापी हृदयलाई परमेश्वरले कहिल्यै पनि तिरस्कार गर्नुहुन्न भनेर पावलले
भजन सङ्ग्रह 51 16 पदलाई उनले गर्दछन्। दाउदले महसुस गरेका थिए कि उनले व्यवस्थाका सीमाहरू पार गरेका थिए, तर पनि क्षमादान र धार्मिकता व्यवस्था पालन र बलिदान भन्दा पनि अन्य माध्यमद्वारा आउँछ भन्ने कुरा उनले बुझेका थिए। त्यही कुरालाई पावलले यहाँ दर्शाउँदछन् 4 अध्यायमा। दाउदले व्यवस्था भङ्ग गरेका थिए। पावलले यो कुराको प्रमाण दिइसकेपछि 5 अध्यायको 1 पदमा भन्दछन्, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। पावलले 5 अध्यायमा विश्वासद्वारा प्राप्त हुने धार्मिकताका लाभहरूको बारेमा अर्थात् सुसमाचारको व्यवहारिक लाभहरूका पक्षको बारेमा कुरा गर्दछन्। विश्वासीको जीवनमा धार्मिकताका लाभहरू के हुन् त भन्ने अर्को प्रश्न गर्दै पावलले उनको धार्मिकताको तर्कलाई अघि बढाउँदछन्। अर्को शब्दमा भन्नुपर्दा अनुग्रहले साँच्चै काम गर्छ र उनको जवाफ गजबको छ। हो, यसले काम गर्छ। ख्रीष्ट परमेश्वर र मानिस बीचको मध्यस्थकर्ता हुनुहुन्छ र परमेश्वरका सबै वरदानहरू ख्रीष्टद्वारा हामीमा प्रवाह गरिन्छ। पावलले भन्छन्, यसै कारण विश्वासद्वारा धर्मी ठहरेर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। अर्थात् परमेश्वरसँग हाम्रो शान्ति स्थापना भएको छ भनेर पावलले यहाँ 1 पदमा बताउँदछन्। यसै कारण भन्दै पावलले 1 पदमा सुरु गर्दछन्। अब कुन कारण त? हामी 4 अध्यायको 24 र 25 अध्यायमा पाउँछन् पावलले किन यहाँ यसै कारण भनेर यहाँ बताउँदछन् भनेर। तर हाम्रा निम्ति पनि हो भनेर पावलले बताउँछन्। अब्राहमले विश्वास गरे र त्यो विश्वासद्वारा उनी धर्मी ठहरिएका थिए भने आज त्यो विश्वास आज हाम्रो निम्ति पनि हो भन्दै पावलले 4 अध्यायको 24 र 25 पदको सन्दर्भलाई 5 अध्यायको 1 पदसँग जोड्दछन्। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नु हुनेमाथि विश्वास गर्छौं, यो हाम्रो निम्ति पनि गनिनेछ भनेर 4 अध्यायको 24मा पावलले बताउँछन्। भने 25मा भन्दछन्, उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। यसै कारण भन्दै 5 अध्यायको 1 पदमा पावल सुरु गर्छन्। रोमीको पुस्तक 1 देखि 4 अध्यायमा पावलले हामी सबैलाई विश्वस्त तुल्याउँछन् कि मुक्तिको लागि एउटै मात्र बाटो भनेको अनुग्रहद्वारा विश्वासबाट धर्मी ठहरिनु हो। अब उनले हामीलाई अनुग्रहद्वारा विश्वासबाट धर्मी ठहरिनुको लाभहरू बताउँदछन्। यसका फाइदाहरू के छन् भनेर। अनुग्रहद्वारा विश्वासबाट धर्मी ठहरिनु भनेको एक साधारण चाखलाग्दो कुरा भन्दा पनि धेरै ठुलो कुरा हो। पावल भन्छन् विश्वासद्वारा धर्मी ठहरिएर भनेर यहाँ बताउँछन्। विश्वासद्वारा धर्मी ठहरिनु अर्थात् दोषमुक्त गरिनु भन्नाले यसले एक कानुनी आदेशको बारेमा बताउँदछ। रोमीको पुस्तक 1 अध्यायको 18 देखि 3 अध्यायको 20 पदले हामी सबै मानिस जातिलाई परमेश्वरको न्यायालयको अघि उहाँको महिमाको अघि दोषी ठहराएको थियो र हाम्रै विवेकले पनि हामीलाई दोषी ठहराउँछ कि हामीले परमेश्वरको खोजी गर्नुको साटो अन्य कुराहरूलाई ईश्वरको थपना दिएर हामी सन्तुष्ट हुने प्रयास गरिरहेका थियौं। त्यसपछि पावलले बताउँदछन् कि कसरी येशूले क्रुसमा गर्नुभएको कामको कारणले गर्दा विश्वास गर्ने जति सबैलाई परमेश्वरको धार्मिकता दिएको छ। पापको दोषपत्रलाई दोषमुक्त र विश्वासद्वारा धार्मिकताको पत्रमा प्रमाणित गरियो। हामी विश्वासद्वारा धर्मी ठहरिएकाहरूले आनन्द लिने पहिलो लाभ भनेको हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। परमेश्वरको अनुग्रहद्वारा विश्वासबाट धर्मी ठहरिनुको लाभहरूमध्ये यो पहिलो लाभ हो, किनकि द्वन्द्व सकिएको छ र मिलापमा परिणत भएको छ। येशूले क्रुसमा सिद्ध्याउनु भएको कामले पापको दोषको मूल्य पूर्ण रूपमा चुक्ता पारेको हुनाले हामी प्रतिको परमेश्वरको न्याय अनन्तको लागि सन्तुष्ट पारिएको छ। यस पदमा उनले गरेको मिलाप द्वन्द्व र लडाईँको साटो शान्ति स्थापना भएको अवस्था हो। परमेश्वर र विश्वासी बीचको दुश्मनी अन्त भएको छ। परमेश्वरसँगको हाम्रो सम्बन्ध अनुग्रहद्वारा दुश्मनीबाट घनिष्ठ मित्रतामा परिवर्तन भएको छ। प्रभु येशूले गर्नुभएको काममा विश्वास गरेर एक व्यक्ति विश्वासी भएपछि त्यो व्यक्तिको परमेश्वरसँग मिलाप भएको छ। मानिस पापमा पूर्ण तवरले जकडिएको थियो र उसलाई पापको बन्धनबाट छुटकारा दिन सक्ने कोही पनि सिद्ध व्यक्ति थिएन। पापमा जकडिएको मानिसलाई
परमेश्वरले पापैसँग स्वीकार गर्न सक्नुहुन्न, किनभने पाप परमेश्वरको सिद्धताको विपरीत कुरा हो। तर परमेश्वरले मानिसलाई औधी प्रेम गर्नुहुन्छ। त्यसैले प्रभु येशूलाई एक सिद्ध मानिसको रूपमा यस संसारमा पठाउनु भयो र येशूले सारा संसारको पाप आफूमाथि लिएर आफ्नो बलिदानद्वारा सारा संसारको पापको लागि पश्चाताप गर्नुभयो र मानिसलाई परमेश्वरसँग मिलापको बाटो खोलिदिनु भयो। येशू ख्रीष्टको बलिदान मेरो पापको लागि थियो भनेर हृदयबाट स्वीकार गरेर प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्ने व्यक्तिको सम्पूर्ण पापको रेकर्ड परमेश्वरले मेटाइदिनुहुन्छ। उसले कहिल्यै पनि पापै गरेको थिएन भनेर पापको रेकर्ड मेटाइदिनुहुन्छ र दोषमुक्त गरेर येशूको धार्मिकताद्वारा उसलाई पनि धर्मी घोषणा गरिदिनुहुन्छ। मानिसले आफ्नो विरुद्धमा गल्ती गर्ने व्यक्तिलाई क्षमा दिए तापनि उसको गल्तीको रेकर्ड चाहिँ मनमा सधैँ नै राखिरहन्छ। तर परमेश्वरले प्रभु येशूलाई विश्वास गर्ने व्यक्तिको विगत, वर्तमान र भविष्यका सबै पाप क्षमा गरिदिनुहुन्छ र सबै पापका रेकर्डहरू मेटाइदिनुहुन्छ र परमेश्वरसँग अनन्तको लागि मिलाप गरिदिनुहुन्छ। हामी 2 पत्र पढौँ। उहाँद्वारा हामीले यस अनुग्रहमाथि विश्वासद्वारा प्रवेश पाएका छौँ। यस अनुग्रहमा हामी खडा छौँ र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौँ। येशू ख्रीष्टद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौँ। यस अनुग्रहमा हामी खडा छौँ। विश्वासद्वारा धर्मी ठहरिएपछि यो दोस्रो लाभ हो। परमेश्वरको अतुलनीय कृपामा हामीले उहाँको अघि खडा हुने स्थान पाएका छौँ। यो अनुग्रह हामीलाई येशूद्वारा दिएको छ र विश्वासद्वारा प्राप्त गर्न सकिन्छ। विश्वासीहरूलाई परमेश्वरको अघि खडा हुनको निम्ति अनुमति दिएको छ। प्राचीन समयमा कुनै व्यक्तिले राजाको अघि प्रवेश पाउनको लागि राजाले आफ्नो सुनको राजदण्डा त्यस व्यक्तितिर पसारेपछि मात्र उसले प्रवेश पाउँथ्यो। परमेश्वर पिताले येशू ख्रीष्टले गर्नुभएको काममाथि विश्वास गर्ने हामीलाई उहाँको आफ्नै प्रिय पुत्रको रूपमा ग्रहण गर्नुहुन्छ र उहाँको सुनको राजदण्डा हामीतर्फ पसारेर उहाँको सिंहासनको नजिक स्वागत गर्नुहुन्छ। एकताका विश्वासीहरू तपाईँ र म पनि परमेश्वरको विरोधी भएका थियौँ र अब विश्वासीहरूले परमेश्वरको इन्साफको सामना गर्नु पर्दैन। बरु विश्वासीहरू परमेश्वरको सिंहासनको अघि अनुग्रहको क्षेत्रमा साहस साथ राजाको निगाहमा प्रवेश गर्दछन्। येशूमा भएका विश्वासीहरूलाई अर्थात् तपाईँ र मलाई परमेश्वरले प्रेम मात्र गर्नुहुन्न, तर तपाईँ र मलाई उहाँले औधी मन पराउनु पनि हुन्छ। अनुग्रहमा खडा हुनुको अर्थ म परमेश्वरको प्रेमको योग्य छु भनेर प्रमाण दिनु पर्दैन भन्ने कुरा हो। परमेश्वर मेरो मित्र हुनुहुन्छ भन्ने हो। अनुग्रहमा खडा छु भन्नुको अर्थ परमेश्वर कहाँ प्रवेश गर्ने ढोका सदाको निम्ति मेरो लागि खुला छ भन्ने हो। पापको दोषबाट म स्वतन्त्र भएको छु। मेरो पापको लेखा सबै येशूमा समाधान गरिएको छ भन्ने हो। अनुग्रहमा खडा हुनुको अर्थ अब म मेरो धेरै समय परमेश्वरको प्रशंसा गरेर बिताउँछु र थोरै समय आफूलाई घृणा गर्छु भन्ने हो। परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौँ भनेर पावलले बताउँछन्। यहाँ रमाउँछौँ भन्नुको अर्थ हामी घमण्ड गर्छौँ भन्ने हो र आशाको अर्थ परमेश्वरका महिमाको सहभागी हुने पक्का अपेक्षा, दृढ निश्चयता हो र विश्वासीहरूमा यसको निश्चयता छ, किनभने परमेश्वरले उहाँ आफैले तिनीहरूका हृदयमा पवित्र आत्मा राखिदिनु भएको छ। हामी परमेश्वरका महिमाको सहभागी हुने आशामा मात्र बस्ने होइन, हामी आफै पनि परमेश्वरको महिमामा एक दिन प्रकट हुनेछौँ। हामी 3 र 4 पदमा पढौँ। महिमाको प्रतिज्ञा वर्तमान समयको लागि पनि हो भन्दै पावलले बताउँछन्। यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौँ, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ। विश्वासीहरूले भविष्यको आशालाई लिएर मात्र आनन्दित हुने, रमाउने र घमण्ड गर्ने होइन, तर वर्तमान सङ्कष्टमा पनि रमाउन सक्छन्। यहाँ उनले गरिएको सङ्कष्ट मण्डलीको र्याप्चर पछिको संसारमा आउनेवाला सङ्कष्ट अर्थात् महासङ्कष्ट होइन, जुन बेला संसारमा ख्रीष्ट विरोधीले शासन गरिरहेको हुनेछ।
यस पदमा उल्लेख गरिएको सङ्कष्टले शारीरिक दुःख कष्टलाई बताउँदछ। प्रभु येशूले यूहन्नाको पुस्तक 16 अध्यायको 33 पदमा बताउनुभयो, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। अनि उहाँ भन्नुहुन्छ, संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। त्यसैले गर्दा हामी वर्तमान सङ्कष्टमा पनि रमाउँछौँ, किनकि प्रभु येशूले संसारलाई जितिसक्नु भएको छ। अनि यो हाम्रो वर्तमान सङ्कष्ट क्षणिक हो, केही समयको लागि मात्र। जब हामी भविष्यको अर्थात् भावी महिमामा जब हामी प्रभु येशूसँग सहभागी हुनेछौँ र हाम्रो यो मरणशील शरीर अमरत्वमा हामी प्रवेश गर्नेछौँ भने त्यो भावी महिमालाई जब हामी विचार गर्दछौँ भने यो क्षणिक, यो वर्तमान सङ्कष्ट केही पनि होइन र भविष्यको त्यो भावी महिमासँग यो क्षणिक कष्टलाई हामी तुलना गरेर पनि सक्दैनौँ भनेर पावलले बताउँदछन्। मण्डली इतिहासको सुरुवातदेखि नै इसाईहरूले आफ्नो विश्वासको खातिर दुःख कष्ट र सङ्कष्ट भोगि नै रहेका छन्। यहाँ पावलले सङ्कष्टले सहनशीलता उत्पन्न गराउँदछ भन्दछन्। सहनशीलता भन्नाले धैर्य धारण हो। जब हामी कठिन समयहरूमा हाम्रो विश्वासलाई व्यवहारमा लागू गर्छौँ र अभ्यास गर्छौँ, तब जाँच र परीक्षाले हामीमा धैर्यता, सहनशीलता उत्पन्न गराउँछ। यस्तो विश्वासले आफ्नो समयमा इनाम पनि उत्पन्न गर्दछ। हाम्रो आशा भनेको स्वर्गको आशा हो, अनन्तसम्मको आशा हो। यदि त्यसो हो भने अनन्तको आशा राख्ने हामी वर्तमानको क्षणिक दुःख कष्टमा हताश हुँदैनौँ, बरु सहनशील र धैर्य रहिरहन्छौँ। याकुबको पुस्तक 1:2 लेखिएको छ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पुरा आनन्दको कुरा सम्झ, किनकि 3 पदमा भन्छन्, तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। यदि हाम्रो जीवनमा दुःख कष्ट नहुनु हो भने हामीमा कहिले पनि सहनशीलता आउने थिएन। परमेश्वरको नजरमा नयाँ गरी जन्मेको व्यक्ति बहुमूल्य हुन्छ, तर परीक्षामा भएर परिपक्व भएको र परिपक्व प्रमाणित भएको सन्त अर्थात् विश्वासी उहाँको लागि झन् महत्त्वपूर्ण हुन्छ, किनभने यस्तो व्यक्ति सुसमाचारको चरित्र विकास गर्ने शक्तिको जीवित प्रदर्शन हो। जब हामी परमेश्वरको अघि खडा हुन्छौँ तब सबै भौतिक सम्पत्तिहरूको वास्ता हुँदैन, तर आत्मिक उन्नतिको माध्यमबाट प्राप्त गरेका सबै कुरा अनन्तको लागि रहिरहन्छ। हामी 4 पदमा पढौँ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ भनेर पावल बताउँछन्। धेरै जस्तो इसाईहरू चरित्र विकास गर्न चाहन्छन् र धेरै आशा भएको चाहन्छन्, तर यी गुणहरू सहनशीलताबाट मात्र आउँछ र सहनशीलता सङ्कष्टद्वारा आउँछ। हामी सङ्कष्टबाट सुरु नगरिकनै उत्तम चरित्र र धेरै आशा भएको होस् भनेर इच्छा गर्छौँ होला, तर यस्तो परमेश्वरको तरिका र उहाँको योजना पक्कै पनि होइन। 5 पदलाई पढौँ, आशाको प्रमाण पावलले यहाँ भन्दछन्, अहिले नै हाम्रो हृदयमा परमेश्वरको प्रेम पवित्र आत्माको उपस्थितिद्वारा प्रमाणित हुन्छ भन्दै पावलले यहाँ बताउँदछन्। आशाले हामीलाई निराशा गराउँदैन। 5 पदमा पावलले भन्छन्, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। भविष्यमा परमेश्वरसँगै महिमामा सहभागी हुने आशाले हामीलाई निराशा पक्कै पनि गराउँदैन। त्यो आशा निश्चय पूरा हुनेछ। हामी शर्ममा पर्ने छैनौँ। हाम्रो आशाको कारण हामी होच्याइने पक्कै पनि छैनौँ। एक विश्वासी यति धेरै किन निश्चित हुन सक्छ भन्ने कारण परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ। जुन समय एक व्यक्तिले ख्रीष्ट येशूमा विश्वास गर्छ, त्यसै घडी उसले पवित्र आत्मा प्राप्त गर्दछ। पवित्र आत्माले परमेश्वरमा भएको विश्वासीहरूको आशामा प्रोत्साहन गर्नुहुन्छ। त्यसैले हामीले गरेका आशाले हामीलाई निराशा गराउँदैन, किनकि पवित्र आत्मा सदैव हामीलाई प्रोत्साहन दिनको लागि हाम्रो हृदयमा बास गर्नुहुन्छ। हामी 6 पददेखि तलतिर हेर्दैछौँ। पावलले यहाँ 6 देखि 8 पदमा हामी तर्फ भएको परमेश्वरको अगापे प्रेमको बारेमा बयान गर्छन्। 6 पदले भन्छ, किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। 6, 7 र 8 पदमा ख्रीष्ट येशू हाम्रो लागि मर्नुहुँदा हामी कस्ता थियौँ भनेर पावलले बताउँछन्। हामी दुर्बल, अधर्मी र पापीहरू थियौँ भन्ने कुरामा पावलले जोड दिन्छन्। अनि 9 र 10 पदमा प्रभु येशूले गर्नुभएको काममा विश्वास गरेपछि अब अहिले हाम्रो वर्तमान स्थान, हाम्रो अवस्था कस्तो छ भनेर पावलले बताउँछन्। उहाँको रगतद्वारा धर्मी ठहरिएका र उहाँको मृत्युद्वारा
परमेश्वरसँग हाम्रो मिलाप भएको छ भन्ने कुरामा पावलले जोड दिन्छन्। ख्रीष्ट येशूको रगतद्वारा हामी धर्मी तुल्याएका छौँ र उहाँको मृत्युद्वारा हामी परमेश्वरसँग मिलाप गरिरहेका छौँ र परिणामस्वरूप हाम्रो मुक्तिदाताले हामीलाई परमेश्वरको क्रोधबाट छुटकारा गर्नुहुन्छ। उहाँकै जीवनद्वारा हामीलाई अनन्तसम्म बचाइ राख्नुहुनेछ भन्ने कुराको निश्चयता पनि प्रदान गर्नुहुन्छ। पावलले यहाँ 6 पदमा परमेश्वरको प्रेमको महानताको बारेमा बयान गर्दछन्। परमेश्वरको प्रेम कस्तो हो त भनेर बयान गर्दछन्। हामीले आफ्नो मुक्तिको लागि, आफ्नो धार्मिकताको लागि केही पनि गर्न नसक्ने दुर्बल र अधर्मी हुँदा नै परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। परमेश्वरले यो प्रेम अयोग्य व्यक्तिलाई देखाउनु भएको प्रेम हो, दुर्बलहरूलाई गरिएको प्रेम हो, अधर्मीहरू अर्थात् पापीहरूलाई दिइएको प्रेम हो। परमेश्वरले हामी मानिस जातिलाई किन प्रेम गर्नुभयो भन्ने कुराको कारण येशूमा पाइन्छ, हामीमा होइन। हामीमा केही असल कुरा भएको कारणले परमेश्वरले हामीलाई प्रेम गर्नुभएको होइन, तर हामी कमजोर, लाचार र अशक्त हुँदा नै उहाँले हामीलाई प्रेम गर्नुभएको। परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले हाम्रो लागि मर्नको निम्ति आफ्नो एकमात्र पुत्र यस संसारमा पठाउनु भयो। हामी अधर्मीहरूको सट्टामा मर्न येशू आउनुभयो। हामी जस्तो छौँ त्यस्तै अवस्थामा परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई यति प्रेम गर्नुहुन्छ कि हामी जस्तो अवस्थामा छौँ त्यस अवस्थाबाट निस्किएको उहाँ चाहनुहुन्छ। पावलले यहाँ 6 पदमा ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो भनेर बताउँदछन्। ठिक समयमा भन्नुले परमेश्वरको योजनामा उहाँले येशू ख्रीष्टलाई ठिक समयमा पठाउनु भयो। येशूले क्रुसको काम ठिक समयमा गर्नुभयो। गलाती 4:4 पदले पनि बताउँछ, किनभने येशू संसारमा आउनको लागि र सुसमाचार सारा संसारमा फैलाउनका लागि संसार आत्मिक रूपमा, आर्थिक रूपमा, भाषागत रूपमा, राजनैतिक रूपमा र दार्शनिक रूपमा अनि भौगोलिक रूपमा पनि तयार भएको थियो। हामी 7 पदलाई पढौँ। धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट पनि गरिहाल्ला। 8 पदमा तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यही नै ईसाई विश्वासको विशेषता हो कि ख्रीष्ट सारा संसारको पापीहरूलाई बचाउनको लागि मर्नुभयो, धर्मीको लागि होइन, किनकि धर्मी कोही पनि छैन। त्यसैले ख्रीष्ट हामी सबै पापीहरूका निम्ति मर्न आउनुभयो। येशू यस्ता मानिसहरूका लागि मर्नुभयो जो न त धार्मिक थिए न त असल नै थिए, र त्यो मानिस, त्यो व्यक्ति तपाईँ र म नै हौ। परमेश्वरको पुत्र येशू ख्रीष्टको मृत्युले कसरी पिताको प्रेम प्रकट भयो त? परमेश्वर पितालाई आफ्नो एक मात्र पुत्रलाई पठाउनलाई निकै गाह्रो थियो, किनभने परमेश्वर पिता स्वयं ख्रीष्टमा हुनुभएर संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। ख्रीष्ट येशूले गर्नुभएको काममाथि विश्वास गरेर धार्मिक तुल्याइएको पापी मानिसको अर्को लाभ के हो भने उसले भविष्यमा अधर्मीहरूमाथि परमेश्वरले खन्याउनु हुने उहाँको क्रोधबाट छुटकाराको अनुभव गर्नेछ। येशू ख्रीष्टको रगत उहाँको मृत्युको प्रतीक हो र बलिदानको रूपमा खन्याइएको उहाँको जीवन शाब्दिक अभिव्यक्ति हो। हामी 9देखि 11 पदमा हेरौँ। धर्मी ठहरिएको पापीले परमेश्वरको क्रोधबाट मुक्ति पाउनेछ भन्ने कुरा हामी यहाँ देख्दछौँ। 9 पदले यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ। परमेश्वरले कठिन काम गरिसकेपछि अर्थात् हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो भने उहाँले संसारमा आउन लागेको उहाँको क्रोधबाट हामीलाई छुटकारा दिने काम झन् सजिलै गर्नुहुनेछ। 10 पदलाई हामी पढौँ। किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौँ। 9 र 10 पदमा हामी हेर्छौँ भने यदि परमेश्वरले हामी असहाय, भक्तिहीन, दुश्मन छँदै हामीलाई प्रेम गर्नुभयो भने उहाँकै सन्तान हुँदा झन् कति धेरै हामीलाई प्रेम गर्नु हुनेछ होला। ख्रीष्ट येशूको रगतद्वारा र उहाँको मृत्युद्वारा हामी पापको दोषबाट मुक्त गरिएका छौँ र धर्मी ठहरिएका छौँ अनि परमेश्वरसँग मिलाप गराएका छौँ।
जसको अर्थ परमेश्वरदेखि बिराना भएको हाम्रो अवस्था परिवर्तन गरिएको छ। विश्वासीहरू अब उसो परमेश्वरको दुश्मनहरू होइनन्। अब परमेश्वरसँग तिनीहरू शान्तिको सम्बन्धमा छन्। हामी पापी छँदा त परमेश्वरले हामीलाई प्रेम गर्नुभएर हाम्रो लागि उहाँले आफ्नो पुत्रलाई संसारमा मर्नलाई पठाउनु भयो भने अब हामीले उहाँको पुत्रको त्यो मृत्युमाथि, उहाँले गर्नुभएको क्रुसको त्यो काममाथि विश्वास गरिसकेर अब हामी विश्वासद्वारा यदि उहाँका सन्तान कहलिएका छौँ भने, हामी दुश्मन छँदै त उहाँले हामीलाई प्रेम गर्नुभयो भने झन् हामी उहाँकै सन्तान भएर उहाँसँग मिलापमा ल्याइसके पछाडि झन् उहाँले हामीलाई कति प्रेम गर्नुहोला भनेर यस पदले बताउँदछ। जुन व्यवस्थाप्रतिको आज्ञाकारिताले कहिल्यै पनि ग्यारेन्टी गर्न सक्दैन। सम्पूर्ण तवरले अलग र विशुद्ध रूपमा अनुग्रहद्वारा हामीले मुक्ति पाएका छौँ। यस मुक्तिले विगत, वर्तमान र भविष्यका हाम्रा सबै पापबाट मुक्तिको निश्चयता प्रदान गर्दछ। ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, ख्रिस्ट हाम्रो निम्ति जिउनुहुन्छ र ख्रिस्ट हामीलाई लिन आउँदै हुनुहुन्छ। हालेलुया! कति महान मुक्तिदाता! यदि तपाईँले पनि प्रभु येशूले गर्नुभएको कामलाई बुझ्नुभएको छैन, यदि प्रभु येशूले गर्नुभएको काममाथि विश्वास गर्नुभएको छैन भने तपाईँको लागि यतिखेर समय छ। परमेश्वरले तपाईँको लागि ख्रिस्ट येशूलाई संसारमा पठाइकन उहाँले तपाईँको लागि धार्मिकताको बाटो खोलिदिनु भएको छ। यदि तपाईँले विश्वासद्वारा उहाँले गर्नुभएको कामलाई, प्रभु येशू ख्रिस्टले क्रुसमा गर्नुभएको कामलाई ग्रहण गर्नुभयो र आफ्नो हृदयमा स्वीकार गर्नुभयो भने तपाईँ पनि त्यस धार्मिकताको भागीदार हुन सक्नुहुन्छ र परमेश्वरसँग तपाईँको बिग्रिएको त्यो सम्बन्धलाई सुधार गरेर मिलापमा परिवर्तन गर्न सक्नुहुन्छ। र यो समय तपाईँको लागि छ। प्रिय मित्र, प्रभु येशूलाई विश्वास गर्नुहोस् र उहाँलाई आफ्नो हृदयमा स्थान दिनुहोस् र अनन्तको लागि परमेश्वरसँगको मिलापको सम्बन्धमा सहभागी हुनुहोस्। हामी आजको अध्ययनलाई यहीँ राख्नेछौँ। अर्को हप्ता हामी फेरि पनि रोमीको पुस्तक 5 अध्यायको 12 पददेखि हामी हाम्रो अध्ययनलाई अगाडि बढाउनेछौँ भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह।